आजबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो। हाम्रो चाहिँ 6 जना हाम्रो इजरायली टोलीहरू छ। हामी चाहिँ च्याम्चेबाट इन्टरनेसनल गेस्ट हाउसबाट आज थ्रोङला पासको लागि ट्रेक सुरु भइसकेको छ। हाम्रो टोलीहरू चाहिँ फर्स्ट टाइम नेपाल आउनुभएको रे जवानहरू छ। खुसी लाग्यो। हुन्छ म तपाईहरुलाई यो थ्रोङला पासको पुरै भिडियो देखाउने छु। कृपया मेरो भिडियोलाई कति पनि स्किप नगरेर। हेलो गाइज, आज चाहिँ हामी च्याम्चेबाट हिँड्दै छौँ यो पुरानो रुटमा। हाम्रो 6 जना टोलीहरू हुनुहुन्छ, इजरायली टोलीहरू। अनि म तपाईहरुलाई हामी चाहिँ थ्रोङला पास गर्नलाई 12 दिनको ट्रेक हो हाम्रो। म तपाईहरुलाई यो थ्रोङला पास गर्दै गर्दाखेरि के कस्तो छ सबै कुराहरू देखाउने छु। मेरो भिडियोलाई कति पनि स्किप नगरेर हेर्नु होला। हस् त। यो चाहिँ पुरानो ट्रेकको हामी पाल हुँदै उता जान लाग्यो। यो पुल पनि छ हेर्नु। गाडी चाहिँ प्रपोज लागि देखि यो चाहिँ रोड बाटो हो। यता चाहिँ हामी पुरानो बाटो आएको मसिन्ती पारीको यो म्यार्दी भिर चाहिँ खतरा लाग्यो मलाई। माथि चट्टान यस्तो खतरामा नेपाली सिंहले बनाएको बाटो होइन। यो ब्लास्टिङ गर्ने काम सब नेपाली सिंहको ठुलो योगदान छ। राम्रोसँग बगिरहेको छ। अफसोस छ हामी ताल पुग्न अब केही समय बाँकी छ। दामी छ हो, दामी ट्रेक गर्नको लागि। च्याम्चे र मनाङको सिमानामा चाहिँ म्यार्दी भिरको तलमा चाहिँ हाइड्रो पावर आउनु लाग्छ। यहाँ हेर्नु भनिरहेछ बाटो म्यार्दीको भिर नेपाल आर्मीले खोलेको। त्यो चाहिँ तालको डाँडा हो, छेउको चाहिँ राम्रो छ। खतरा लाग्यो माटो बल बाटो। ताल डाँडा पुग्नु लाग्छ नि। साढे 2 घन्टाको यात्रापछि हामी चाहिँ मनाङ जिल्लामा प्रवेश गर्दैछौँ। मनाङ जिल्लामा हार्दिक स्वागत गर्दछौँ। ताल डाँडा देख्छ अब यहाँबाट बिस्तारै हिँड्दैछ हाम्रो साथीहरू। गेट ताल देख्छ। We go to this village? Yeah, we are going. Then we are ताल डाँडा हो। यो गाडीको पुल पनि बनाएको छ। लामो समयपछि तालमा आइपुगेको छ। ताल 1700 मिटर हाई ताल बजार राम्रो छ। खाना बस्नलाई होटेलको व्यवस्था राम्रो छ। गधा तालमा हामी खाना खाएर अब यात्रा गर्दैछौँ। 1:49 भएको छ। हेरौँ तालबाट अब कति लाग्छ धारापानी रोयल गेस्ट हाउसमा पुग्न। राम्रो छ ताल बजार पनि हिँड्दा। दामी होटेलहरू छ, खाना व्यवस्था राम्रो छ, सुत्नको व्यवस्था राम्रो छ। फुटबल ग्राउन्ड पनि छ। छहरा छ हेर्नु। हाइड्रो पावर पनि निकालेको छ उनीहरूले। दामी छ। ताल बजारको कुनामा झर्ना दामी छ हो। यात्रा रमाइलो छ साथीहरू। अनि अहिले चाहिँ यो सिजनमा चाहिँ विदेशी के भन्छ
इजरायलीहरू मात्र नभएर इन्डियनहरू पनि आएर बस्दो रहेछ यहाँ घुम्नलाई, नेपालीहरू आएर बस्दो रहेछ। सेन्ट थोमस बिलिभर्स इस्टर्न चर्च, नासो गाउँपालिका 1 तालमा चर्च पनि त्यही चाहिँ। ताल बजार कटेर अब चाहिँ हामी त्यो झुलुङ्गो पोल तरेर पारी जाँदैछौँ। मेघालय घुम्नलाई अब रमाइलो छ। पहाड, ठुला पहाडहरू, खल्साहरू है, कहिले नआउने मान्छेको लागि एकदमै राम्रो। यो पहाड नै सबैभन्दा महत्त्वपूर्ण चिज हुन जान्छ। तल मर्सिङ्ती खोला बगिरहेछन् खोल्सामा हामी हिँड्दैछौँ। हेर्नुहोस् ठुलो पहाड छ है। यस्तो चट्टानलाई फोरेर रोडमा रहेछ। यहाँ चाहिँ 49 मेगावाटको लालीको र साहित्य पावर पनि आएको छ, यो नेपालीले बनाएको। यो हाइड्रो पावरले बाटो बनाउँदैछ माथि, अन्त कसरी झर्दो रहेछ। सो डेन्जरस। वारी हो, पारी हो, यस्तो ढुङ्गा झरेको चाहिँ। यस्तो भिडमा हो नि त, यस्तो बनाउँदैछ। ढुङ्गा कसरी उछिटियो, बहुत डेन्जरस। बहुत डेन्जरस है। विकासको साथसाथै विनाश हुन्छ भनेको यो त हो नि। तल चाहिँ सुरुङ छ। खतरा पहराको मुनि होटेलहरू रेस्टुरेन्टहरू बनायो भने त माथि अन्त पहरा मुनि अन्त मसिङ्गी नदी बगिरहेको छ। ओहो धेरै डाँडा कुना। यो गाडीको धुलोले गर्दाखेरि हामी बाटोमा हिँड्ने यात्रुलाई चाहिँ अलिक गाह्रो भयो। पहिला यो रोड नआउँदाखेरि 1 महिनाको ट्रेक हो यो थङ्ला पासको। अहिले यो दुलो
आजको यात्रा चाहिँ लगभग सकिन लागेको छ। अनि धारापानी पुग्यो भने पनि हुन्छ। तपाईँलाई एउटा एकदम अचम्मको दृश्य देखाउनेछु। एकदम माथि हाइटमा हेर्नु त तपाईँलाई झोलुङ्गे पुल देखाउनेछु धारापानीको माथि हेर्नु न। माथि गाउँ छ यस्तो हाइटमा छ कि सो 400 मिटर 500 मिटर हाइटमा छ होला यो झोलुङ्गे पुल चाहिँ है। बहुत यस्तो नदी पनि ठुलो रहेछ। सायद तपाईँलाई देखाउँछु। ओ कति अग्लो छ। धारापानी आउँदाखेरि चाहिँ मलाई चाहिँ यो दृश्य चाहिँ अचम्म लाग्यो, रमाइलो लाग्यो। ओहो यस्तो डेन्जर ठाउँ है झोलुङ्गे पुल। खोला पनि ठुलो रहेछ। सानो हाइड्रो पावर निकालेको छ यहाँ। ठुलो हाइड्रो पावरको सम्भावना यही खोलाको हाइड्रो पावर निकाल्दैछ। लालुपाते हाइड्रो पावर 49.95 मेगावाटको यो खोलाबाट यस्तो निकाल्दैछ, हाइड्रो निकाल्दैछ नि त। यस्तो राम्रो खोला छ। सायद अब यो हाइड्रो निकालेपछि यो नदी सुक्छ। 10% छोडेर सरकारको नियम हुन्छ। यस्तो सफा नदी छ। यो हाइड्रो आएपछि करिब धेरै क्षति पनि हुन्छ। साथै यो ठाउँको तापक्रम पनि धेरै गर्मी हुन्छ। रमाइलो छ यो हाइड्रो पावर। लालुपाते हाइड्रो पावरको कारणले गर्दा लालुपाते हाइड्रो पावरको कारणले यो अब यो खोला सानो छ। यस्तो रमाइलो छ। कति सफा छ है। आफ्नै घुम्नु यो नदीले गीत गाइरहेको छ। यहाँको हावा पनि एकदम राम्रो छ। त्यसमा अब यो हाइड्रो पावर बनेपछि धेरै हदसम्म गर्मी बढ्नेछ। हुन त यो मसिनो नदी छ तर यताबाट आउने चिसो पानी चाहिँ धेरै नै रोकिनेछ। 10% मात्रै नियमको अनुसार चाहिँ 10% मात्रै किनिन्छ। धेरै कस्तो हुन्छ। अब हामी चाहिँ धारापानी आइपुग्यो। आजको फर्स्ट ट्रेकको यात्रा करिब समाप्त हुन लागिरहेको छ। मेरो भिडियोलाई मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला ताकि अझै नयाँ नयाँ भिडियोहरू तपाईँको म अगाडि पुग्न सकौँ है। धारापानी चाहिँ आइपुगे 1885 मिटर हाइटमा रहेछ। राम्रो होटल सस्तो रहेछ। आज चाहिँ हामी बसेको होटल चाहिँ है होटल रिभर भ्यू एन्ड रेस्ट भ्यू धारापानी। यो चाहिँ लार्के पासको